घुम्न जान लागेको के अरे सुन्दरी जलमा घुम्न जान लागेको सो गाइस अब हामी देखाउने गर्छु है यहाँ आएर ब्याङ्क पुग्यो होइन अब यहाँदेखि चाहिँ बसमा जानुपर्छ सो गाइस हामी चाहिँ यहाँ बसलाई वेट गरिरहेको छु है त बस पाइन यार यो त सुन्दरी जल नजाने हो यार के भन्नु होला हौ अब चाहिँ बस पायो है यहाँ एकजना साथी चाहिँ यहाँ है अनि यो बहिनी चाहिँ यता छ हो यहाँ अब चाहिँ यहाँ गेटमा पुग्यो सुन्दरी जलको गेटमा पुग्यो भर्खरै यहाँसम्म चाहिँ बसमा आएको छु छिटाउन हो अब यहाँदेखि चाहिँ हिँडेर जानुपर्छ सो गाइस यस्तो गर्मी भइरहेछ कि के बनाऊँ यार यहाँतिर हाम्रो बहिनी चाहिँ यहाँ जानेछ हामी चाहिँ यहाँ म भिडियोग्राफर पुग्यो छैन है अहिलेसम्म नरग्यो यहाँ सुन्दरी जलको पानी चाहिँ तल मुनि छ है अब चाहिँ हामी पुग्न लाग्यो अनि पुगेपछि देखाउँछु सामु के हो यो चाहिँ खम्बु ए भाषामा चाहिँ खम्बु हो तर अरूमा चाहिँ नेपालीमा चाहिँ आइरन हो पोङ चाहिँ कुन भाषा हो भन त पोङ चाहिँ भने चाहिँ पोङ भन्छ त कुनै चाहिँ पोङ यसलाई अनि फेरि सुन त यो तितौरा चाहिँ यो तितौरा होइन त तितौरा त अर्कै हुन्छ त के रे कस्तो के भयो रे आज बस टाइम हो कि यहाँ जलमा अनि बसमा अलि गाह्रो भयो भर्खर जानुपर्ने ए बसमा टाउको दुखेर यो खाँदै होइन बहिनी टोइलेट गयो सो हामी चाहिँ यहाँ वेट गरिरहेको छु तर दुईजना टोइलेट जाने होइन के हुँदैन कि मलाई टोइलेट जाने होइन तिमीहरू नजाने आयो बहिनी कहाँ गएको टोइलेट गएन वाउ ए मासु किनौँ न माथितिर खाऊँ है के हो छिलो बसो फगिया सुँगुरको मासु होइन यो बच्चाहरू पानी किन्दैछ हो यहाँ पानी चम्चको खिप्छु अनि मासु चाहिँ नकिन्ने हो मासु नकिन्ने मेरो लागि किन न के अरे तिमी मासु खाँदैन होइन अनि मेरो लागि चाहिँ किन न यार म के भन्छ अरे मेरो फेभरेट हो क्या I know it's your favorite, but it looks so oily. It may affect your health, so I better not buy it. Yeah. Wow, cái bữa không dùng cái này kia chưa? Hello. Bye. Bye. कस्तो छ तिमीहरुको हाल खबर? ठीक छ? आयो या. आन्दो. अब कति टाइम लाग्छ? ओइ, पेट्रो. ओ पेमान्डोमा कति मिनेट लाग्छ अब? 5 मिनेट? हो. उनीहरु दुईजना चाहिँ पहिला एकचोटी गएको थियो रे तर योले चाहिँ गएको छैन बिचारा अनि मैले पनि गएको छैन है हामी दुईजनाले चाहिँ गएको छैन अनि उनीहरु दुईजनाले चाहिँ गएको छ चिन्दैन मैले के हो रे यो So lovely. What is this? What is this? Angie, what's this? के हो यो? This is Shiva and Parvati. Shiva and Parvati. It's not Shiva and Parvati. यहाँ चाहिँ ड्रिम हाउस फुडल्यान्ड खाएर पनि बिचारा यहाँ प्लास्टिक चाटेर बसेछ इमेजिन गरेको भन्दा नि डबल सिल्भर साँच्चै मिठो रहेछ है पनि मिठो छैन एउटा मात्रै रहेछ ए बिचारा बिचारा वाउ ओए वाउ दामी छ के है गरेको भन्दा नि राम्रै रहेछ
के अरे वाउ पानी चाहिँ यहाँ माथिबाट देखाउँछु ल यार कस्तो भयो हेलो ओइ जाम न जाम उनीहरू गयो हो आम्मै डेन्जर हेर न प्लास्टिक चाटेर कस्तो बनाइछ यम्मी सके अब रुन एकचोटि ए ल जाम न जाम गयो यहाँ दुईजना उत्तासम्म पुगेछ हामीले चाहिँ बल्ल यहाँ है के गर्ने होला वाउ के रे आई लभ सुन्दरी जेल वाउ खतरा माथिबाट देखाउँछु होइन औ ओए उसो गाजाको के हो त अब चाहिँ पुग्न लाग्यो अलिकति माथि मात्र हो क्या अनि त्यही भएर यहाँ चाहिँ होइन के अरे ओ यहाँ चाहिँ लुगा चेन्ज गर्नुपर्छ हौ चोट पाइन्छ न हो यहाँ उता लुगा चेन्ज गर्छ क्या अब यहाँ चाहिँ गाइस सुन्नु ल हामी चाहिँ यहाँ लुगा चेन्ज गरेर माथि पानीमा खेल्न जान लागेको सो चेन्ज गर्ने ठाउँ चाहिँ यही हो अनि हामी चाहिँ यहाँ चेन्ज गर्छौँ अनि पछि माथि हल्का माथि हामी जानुपर्छ अनि त्यसपछि चाहिँ हामी देखाउँदै गर्छु यहाँ चाहिँ नानीहरू लुगा चेन्ज गर्दैछौँ मैले चाहिँ चेन्ज गरिसकेँ गाइस यहाँ गरिसकेँ बहिनी खाना थिएन न यहाँ मेरो प्याकेट नै फुल भएछ यहाँ अझै भन्छ OMG oh my god Enki hi Enki स्टिल डेकोरेट छ यार मेरो जान्छ हुन्छ कसरी जाने यार दे वहाँ अब चाहिँ फाइनली पुग्न लाग्यो पुग्नलाई छ हौ अब चाहिँ वाउ दामी छ ओइ तिमीहरूलाई डर लागेन यार म त डर लाग्यो त यार योभन्दा माथि गयो भने त मान्छेहरू मर्छ अरे कि पानी धेरै ठुलो छ नि त होइन अनि एक वर्षमा एकजना मान्छे त मरेकै हुन्छ अरे अनि त्यही भएर म त डर लाग्यो यार गाइस ओइ आजै माथि जाने हो आजै माथि जाने होइन नजाम है ट्यापेहरू धेरै हुन्छ अरे माथितिर अनि के भन्छ अरे अनि के भन्छ अरे योभन्दा माथि गयो भने चाहिँ झन् मान्छेहरू पनि धेरै मरेको हुन्छ अरे त्यही भएर नजाम हामी चाहिँ यहाँसम्म मात्रै गएको छौँ गाइस हामी चाहिँ यहाँसम्म आएको होइन तर यहाँभन्दा माथि गयो भने चाहिँ पानी पनि डेन्जर ठुलो छ अरे कि अनि त्यही भएर हामी चाहिँ जाँदैन यहाँभन्दा माथि चाहिँ जाँदैन अब एकछिन यहाँतिर खेलेर होइन अनि तलतिर हामी जानेछु अनि यस्तो छ गाइस अनि यहाँतिर मान्छेहरू भेट्नुभयो सो हामीले क्वेसनहरू सोधेको थियो अनि योभन्दा माथि गयो भने चाहिँ हल्का डेन्जर हुन्छ ट्यापे मान्छेहरू धेरै छन् अनि के भन्छ अरे यस्तो हुन्छ नि पानी पनि ठुलो भएर के कुनै मान्छे नि मरेको हुन्छ अरे कि अनि त्यही भएर हामी चाहिँ डर लाग्यो सो यहाँसम्म मात्र आएको गाइस अनि तलतिर पनि देखाउँदै गर्छु गाइस आएगा के सर्किन पसलमा पुग्यो सो गाइस अनि हामी चाहिँ यहाँतिर खेल्न लागेको पानीमा खेल्ने बस्ने माथितिर चाहिँ डेन्जर छ त्यही भएर पनि नगएको खाऊ ल तिमीहरू दुईजना खाने हो खै मलाई चाहिँ यहाँ मान्छेहरू खेल्दैछौ हामी पनि खेल्न लागेको सो फाइनली हामी पानीमा खेल्दैछु होइन म पानी त चिसो रहेछ होइन अब चाहिँ अप्कर भइलो भयो उता हाम्रो फोटोग्राफर चाहिँ उतातिर छ होइन अब चाहिँ हामी खेलिसकेर पनि यहाँ जुत्ता लाउँदैछौँ मेरो साथी जुत्ता लाउँदै अनि मैले चाहिँ लगाइसकेँ गाइस अनि यो मान्छे चाहिँ लाउँदैछ अलिक छिटो गर न यार म त भोक लाग्यो यार अब बिचारा हेपेर कि खुट्टाले खाइ भन्दै रहेछ यार मलाई त अनि यस्तो छ गाइस अनि तपाईँहरू पनि खेल्न आउने होला लाउँदैछ त यहाँ ओ माई गॉड
छिटो आएर न यार छु यिनीहरू सबैमा यो धुलो लगाएर हेर न कस्तो भइरहेछ लेट्स गो अब चाहिँ हामी काँक्रो खान लाग्यो यार काँक्रो हो देख न यसरी यता माथि wow spicy I like spicy but they don't like I mean, I don't want to be begar भनेको Yeah, I told her to tag it. काँक्रो खाने छु है अब चाहिँ गुलियो पनि छ त के हो I know, but it's so spicy. हेलो म त धेरै पिरो खान्छ हैन त्यही भएर यो हरियो खोर्सानीको चाहिँ खानुपर्छ है I just eat it's tasty, but too much spicy. यो चाहिँ चटपटी हो हैन हामी प्याक गरेर तलतिर खाना खाने हामी चटपटी काँक्रो खाएर तल जान्छौँ अनि मेरो यात्रा कालो देखेछ त त्यो चाहिँ Pizza हो पिसा भएन ल यो पानीले भिजेर यस्तो भएछ हामी पछाडि पनि यस्तै हो मेरो पनि पसल भएछ देख्छौ ठिकै डेकोरेट खोइ आलु पनि किनेको यहाँ आलु यस्तो मिठो खोइ सक्यो भयो कहाँदेखि सुरु गर्ने पो न आलु मिठा नो आई डोन्ट वान्ट अब चाहिँ हामी तलतिर पुगेपछि चाहिँ होइन अब पानी खेलिसक्यो अनि काँक्रो पनि खायो अब चाहिँ हामी अलिअलि मुनितिर चाहिँ पुगेपछि होइन खाना खान लागेको अनि चटपटी पनि यहाँ प्याक गरेर यहाँ लिएर आएको छु गाइस तलतिर खानुपर्ने अनि एकदमै रमाइलो भयो आज चाहिँ यस्तो दामी रहेछ ओ माई गॉड अब के भन्छ अरे तल पुगेपछि देखाउँछु ल फेरि के हो यो चाहिँ हेलो गाइज अब चाहिँ हामी खाना खाने टाइम पुग्यो टाइम रे खाना खाने टाइम के अरे खाना खाने ठाउँ पुग्यो कस्तो बिर्सेको के यार यो चाहिँ हिरोइनी हुन लाग्छ अब चाहिँ हामी खाना खान लागेको गाइस हाम्रो क्यामेरा स्टिक हो यो चाहिँ अब चाहिँ यहाँबाट हेर्दै खाने हो नि त हौ मस काटेर यार अब चाहिँ यहाँ हाम्रो खाना चाहिँ यस्तो छ होइन आलु छ त आलु चाहिँ त्यो हर्केसको भिरको हाल न फेरि यो कटमा लाग्छ ओ त्यो हाल न के हुँदैन क्या यो भित्र नै हाल यस्तो छ मैले चाहिँ चटपटी बाटोमा खाँदै आएर यार सक्न लाग्छ यो चाहिँ मेरो पिरो खान्छु मैले त्यो भएर यो चाहिँ मेरो पिरो नखानेहरूको लागि चाहिँ त्यो हो बिचारा अनि यो चाहिँ हाम्रो आलु and then this one is roti अनि हामी चाहिँ खान लागेको यस्तो छ अब चाहिँ हामी जान लागेको सामानहरू सबै प्याक गरिसक्यो अनि यो चाहिँ हाम्रो खाएको फोहोरहरू हो अनि प्लास्टिकमा हालेर हामी तलतिर फ्यार्ने हो अनि यो चाहिँ म खान लागेको सो गाइज अनि यो चाहिँ फोहोर हो अब हामी जान लागेको गाइज बाई तलतिर देखाउँछु अब चाहिँ हामी फर्केर जाँदैछु उहाँहरू चाहिँ मुख धुयो म र उसले चाहिँ धुएको छैन बिचारा छेप्तो भएर अब चाहिँ यहाँबाट जानुपर्छ हामी फर्केर जाँदैछु अनि अब चाहिँ फेरि यहाँ पुग्यो होइन अब चाहिँ हामी बसमा यहाँ पुग्यो अब चाहिँ हामी यो बसहरूमा जानुपर्छ अब एउटा बसमा जाने अनि आएर ब्याङ्कसम्म चाहिँ बसमा जानुपर्छ फेरि टाउको दुख्छ यार यस्तो गर्मी छ कि त्यही भएर कि बसमा त यस्तो टाउको दुख्छ कि सो गाइस अब चाहिँ हामी रुम जाँदैछु ल जो जो यो बसमा अब चाहिँ हामी बसभित्र सही रुममा पुग्छ अब चाहिँ हामी बसमा जाँदैछु दुईजना चाहिँ यो अगाडि छ यता होइन एकजना चाहिँ उता छ यहाँ जाँदैछु गाइस अनि म चाहिँ यहाँ विचार अब चाहिँ बहुता पुग्यो हामी उता रोडमा जोडेको सो गाइस एकचोटि कडा गरेर रुम जानु भएको अब
अब चाहिँ हामी यहाँ पुग्यो होइन अब 3चोटि कुरा गर्ने अनि हामी रुम जान्छु सो गाइस मेरो फोनमा चार्ज पनि धेरै छैन माथितिर हामी भिडियो फोटो खिचेर सो गाइस बाई लाइक शेयर कमेन्ट गरिदिनु होला अनि सी यु नेक्स्ट भिडियो एन्ड बाई गाइस बाई